नमस्कार दर्शकबिन, म हुँ आलेको पाले। यहाँलाई सानो यहाँ हेर्नु यो जानकारी दिइरहेको छु। डेट भइसकेको छ। यी झ्याराक झुरुक केही पनि गर्दैन। हामी यसलाई पुरै पावरफुल ब्याट्री बनाउन गइरहेको छौँ 5 वर्षको वारेन्टीका साथ। केही खर्च छैन, घरमै देशी जुगाड हो। यसको लागि चाहिँ के चाहिने रहेछ भाइ? ल भनौँ त यसको लागि दर्शकहरूलाई। आवश्यक सामग्री भनेको हाम्रो यो ब्याट्रीको पानी भयो, अनि यो हामीले यो ग्यास्ट्रिक हुँदाखेरि खाने इनो। यो इनोलाई हामीले यो पानीमा मिलाइसकेका छौँ। यति पानीमा 2 प्याकेट इनो मिलाएर अब हामी यो पानीलाई यो ब्याट्रीमा हाल्दैछौँ। त्यसपछि हामी आगेको कुरा आगेवाला भिडियोमा भन्छौँ। अब यसलाई हामी हाल्छौँ होइन त भाइ? अब यसलाई हामी फिलअप गर्छौँ। यहाँ अब यहाँ एकदम बिल्कुल ड्यामेज भएको ब्याट्री है। यो उठाउने तरिका चाहिँ यहाँ भाइले चाहिँ गर्दै हुनुहुन्छ। अब हेरौँ। पानी त पुरै नपुग्ने रहेछ पुरा। डिस्टिल वाटरमा 1 गिलास डिस्टिल वाटरमा एउटा इनो। यहाँ हामीले 2 गिलास डिस्टिल वाटरमा त्यो 2टा इनो हालेर चाहिँ घोलेर मजाले घोलेर ब्याट्रीमा हाल्दैछौँ। खै त ल पानी अर्को त पुग्छ कि पुग्दैन थाहा भएन, तर अर्कोमा पुगेन। भित्र उम्लिँदै